के दुबई यतिखेर सेफ कन्ट्री मानिएको छ? विश्वका बिलियनरहरूलाई आकर्षित गरिरहेको कन्ट्री दुबई यति बेला के सेफ कन्ट्रीको रूपमा मानिएको छ? त्यहाँका फुटेजहरू हेर्दा मिसाइलहरूका टुक्राहरू खसिरहेको अवस्था देखिन्छ। विभिन्न ठुला होटलको छेउमा मिसाइलका टुक्राहरू खसिरहेको अवस्था छ। विशेष गरेर अमेरिका इजरायल भर्सेस इरानको यो महायुद्धमा इरानका सुप्रिम लिडरको मृत्यु भएको अवस्था छ। त्यस मृत्यु पश्चात इरान रोकिने अवस्थामा देखिँदैन। त्यो डिफ्युज गरे हो क्या? होइन गरेको छैन। यो कता हान्यो म? त्यही हान्यो, तिनमै हो। तिनमै हान्यो, तिनमै हानिरहेको छ। ओहो, तिनमै हान्यो, तिनमा हान्यो। तिनमा हान्यो यार। ये पनि हान्छ क्या यार? जाउँ यार बाहिर अब यो लडाइँमा दुबईको आकाशमाथिबाट यति बेला विभिन्न डिफेन्स गरिएका मिसाइलका टुक्राहरू खसिरहेका छन् र दुबई यतिखेर एकदमै अनसेफ कन्ट्री मानिएको छ। हाम्रो देशका अधिकांश नागरिकहरू त्यो देश दुबईमा काम गरिरहेको अवस्थामा छन्। रोजगारीको सिलसिलामा दुबई पुगेका छन्। लाखौँ नेपालीहरू यति बेला दुबईमा काम गरिरहेका छन्। के ती नेपालीहरू वास्तवमै सेफ छन्? यति बेला विश्वकै सबैभन्दा धनी मानिएको राष्ट्र दुबई, यति बेला विश्वकै सबैभन्दा सम्पन्न मानिएको राष्ट्र दुबई डगमगाएको अवस्थामा छ। पछिल्लो समय दुबई प्रशासनले सोसल मिडियामा पोस्ट गर्न ब्यान लगाइसकेको अवस्था छ। विशेष गरेर त्यस्ता युद्ध तथा एकदमै भागदौडका तस्बिरहरू अथवा भिडियोहरू, कुनै पनि फाइट सम्बन्धीका दृश्यहरू अथवा युद्ध सम्बन्धीका दृश्यहरू सोसल मिडियामा पोस्ट गर्नको लागि दुबई प्रशासनले ब्यान गरेको अवस्था छ।